यहाँ विशेष गरी चाहिँ आदरणीय हाम्रो नानी सलिनाले चाहिँ ड्रेस लिएको थियो अनि पुऱ्याउनु पर्नुभएछ अनि फाइन लाग्छ भनेर चाहिँ बुवा छोरी चाहिँ एकदमै भव्य रूपमा चाहिँ छलफल गरिरहेको छ। हजुरहरूले सुन्न सक्नुहुन्छ है त। बेलुका के अरे शुक्रबार बेलुका 7 बजी ल्याइदियो भनेको थियो। आज शुक्रबार हो होइन आज शनिबार हो। ल मार्ने भयो बुझाएन तिमीले? पैसा कति दिन बाहिर? 300 रुपैयाँ। 300 अघि फोन आएको थियो एउटा नयाँबाट। ए त्यो बन्द चाहिँ किन भयो? तिमीलाई फोन गरेन त्यो नम्बरबाट? न फोन नम्बर दिएको तिम्रो? दिएको तर कले भनेन। आज मेरो फोन एकछिन हराएर हो अनि पछि त सिरानी रहेछ। त्यो पनि मैले पैसा तिर्नुपर्छ होला है आमा। मलाई थाहा छैन दुईजनाले गरेको। मैले के म त लिएर गएको? बुवाले नि सुन्नु भएको थियो। के सुने मैले? तपाईले त्यो अङ्कलको कुरा सुने? मैले सुने त नि आज 7 बजी ल्याइदियो भने सुने मैले। अनि मलाई खै भन्नु भयो त? किन भन्नु पर्यो? लाउने मान्छेले थाहा हुँदैन? मलाई साच्चै थाहा छैन बुवा। तिमीलाई कहाँ थाहा हुन्छ? तिमीहरू त हावामा कुद्छौ नि त। लाउने नाच्ने पैसा तिर्ने हामी के छ? एउटा रुनु ताले के भनेर मार्नु भयो। पैसा दिनुपर्छ नि त। कति दिनु बाँकी छ भने? 300 कि कति? अब 1000 रुपैयाँ। 300 हावा 700 रुपैयाँ। 300 400 सायद 200 हो कि 100 खाएर अहिले चाहिँ मेरो क्यामेरा फाइन लिन्छ र? हे प्रभु अनि कसरी बिर्सेको त तिमीले? मलाई त के थाहा नि बुवाले नि कसो गरे पैसा चाहिँ कसो गरे अरे? बुवाले पैसा दिएन मलाई अघि भन्दै थियो के भने बुवाले मान्छे त्यहाँ गएर है लुगा सुगा सबै भनिसक्यो पैसा निकाल्ने त कुरै गर्दैन। लाज लागिसक्यो। बुवा पैसा भन्नु पनि मलाई फेरि यति अप्ठ्यारो माग्न मलाई आफै बुझेर दिनु छैन। मलाई यति गाह्रो भएको होइन पैसा ला कसरी मलाई त यति गाह्रो लाग्थ्यो है। अनि म त ला कसरी माग्नु के भन्नु होला है बुवालाई कस्तो अप्ठ्यारो भइसकेको थियो है मलाई। अनि मैले बुवा पैसा अनि दिनुभयो। भोलि बिहान पुऱ्याइदिनु कहाँ बन्द हुँदैन शनिबार? फोन गर्नु अनि पुऱ्याइदिनु बिहान। बिहान कसरी पुऱ्याइदिनु? दिउँसोतिर मलाई टेन्सन भयो अब रातभरि नि। बुवा छोरीले गर मलाई बुवाले भन्नै भएन। अनि मैले के भन्नुपर्छ त्यति कुरा नि थाहा हुँदैन। थाहै छैन। आफै कुरा गरेर अनि के अरे उसले त्यो मान्छेले भने शुक्रबारसम्म भोलि ल्याइदिनु बेलुका 7 बजीसम्म खुल्ला हुन्छ भने अनि आफै हुन्छ मलाई मैले भनेकै छैन। मलाई त चुप्पो लागेर बसेर तिमीहरू के गर्छौ कसो गर्छौ मैले त के भने मलाई पैसा दिएको दिनेको। मैले त्यस्तो भनेको छैन। बुवाले त हावा पुरा गर्दैन। मैले त्यस्तो भने पुऱ्याउँदैन अनि कस्तो कुरा गर्नु। तिमीहरू नाच्नु र हाँस्नु पाएको सब कुरा बिर्सिन्छौ। अब मार्ने भयो कति 9:30 भयो है। कल गरेर भन्नु किन? के भन्नु अहिले रातिमा भोलि अब टेन्सन के को टेन्सन? त्यसरी फालिन्छ तिम्रो पैसा जान्छ। त्यसो भने त्यही गर्नु भयो। यहाँ ड्रेस चाहिँ भोलि लाने कुरा गरेको छ तर ड्रेसको पैसा चाहिँ अलरेडी पेड गरिसकेको छ तर बुवालाई जस्ट प्रयाङ मात्रै गरेको हो। थ्याङ्क यू सो मच फर वाचिङ।